नमस्ते मेरो सम्पूर्ण साथीभाइलाई र मलाई चिन्ने सबैजनालाई आज फेरि पनि तपाईहरु सामु अर्को नयाँ लिएर आएको छु जुन चाहिँ हाम्रो दार्जिलिङ लग्जरी ट्याक्सी एसोसिएसनको वार्षिक सभा एनुअल मिटिङ है। आउनुहोस् जुब्डो मिटिङमा के कस्तो हुन्छ यो सबै तपाईहरुलाई देखाउने छु र म चाहिँ अलिकति ढिलो भए र मेरो साथीभाइ सबै आइपुग्नु भएको रहेछ र आउनुहोस् सुनौ है त के कस्तो हुन्छ। म मेरो दाजु र हाम्रो दाजु साथीभाइहरु सबै आइपुग्नु भएछ र म तपाईलाई यो भिडियोमा जति सक्दो धेरै भन्दा धेरै देखाउने छु र म चाहिँ अलिकति ढिलो भएको कारणले गर्दाखेरि चाहिँ अलिकति मेरो साथीभाइहरु सबै नै आइसक्नु भएको रहेछ है त। सुनौ है अब कसको लागि उहाँको आफ्नो स्वार्थका लागि हैन, उहाँले अब दोस्रो पछि काम गर्नुपर्छ भन्ने हेतुले उहाँले काम गरिने रहेछ। तर सदस्य हाम्रो लक्ष्य दाजु हुनुहुन्छ र यहाँ माथि तर पनि कति वर्ष एक्जिक्युटिभ मेम्बरहरु सबै हुनुहुन्छ। मन खिच्ने काम किन लाग्छ अनि काम कसरी गर्नु मन पनि पर्छ र हाम्रो साथीभाइहरु चिन्नै भएको होला है। अहिले चाहिँ हाम्रो लग्जरीको सबै अफिसियलहरु यो इयरली नै भन्ने गर्छु तपाईहरुले याद गर्नुपर्ने कुरा हो। र यो हामीले 2020 को दिन दार्जिलिङमा धेरै संगठन छ, ड्राइभरहरुको धेरै संगठन छ, तर लग्जरी गाडी यत्रो गर्न पाउँदा म आफूले आफूलाई नै सौभाग्य ठान्छु र तपाईहरुकोबाट म अलिकति बेसी नै टाइम लिन्छु होला सायद, किनभने हामीले यो तपाईहरुलाई बुझाउनु पर्ने हुन्छ। कारण एक वर्षभरिमा त्यो नै वर्ष हाम्रो साथीभाइहरु मनमा लागेको कुरा छ भने तपाईले आज दिदी दाजुहरु सबै हुनुहुन्छ है त। त्यो कुरा यो भएन आज हाम्रो साथीभाइहरुमा 80% जस्तो चाहिँ साथीहरु हुनुहुन्छ। कुनै जग्गा साइड सिन भएको जग्गामा तपाईहरु भेला भएको जग्गामा तपाईहरुले कुरा गर्नुहुन्छ कि यो कुरा भएन, यो कुरामा मन दुख्यो भने, तर एजिएममा बोलाउनु भनेको मतलब नै तपाईहरुको दुःख सुनेको हाम्रो एउटा सोसाइटी मात्र नभएर यो एउटा हाम्रो फ्यामिली हो र हाम्रो पनि हेर्नुहोस्, हामी प्रेसिडेन्ट सेक्रेटरी यो एक्जिक्युटिभ मेम्बर्सहरु हामी पनि त्यस्तो पहिलादेखि हामी न पोलिटिकल पार्टीसँग रिलेटेड छ र हामीले पनि कतिजना हामी फर्स्टमै सङ्गठन हामीले खोलेर हामी पोर्टफोलियोमा बसेकोहरू छ। स्वयं म पनि कुनै पोर्टफोलियोमा नबसेको मान्छे, तर मलाई जबरजस्ती गर्न गयो एउटा दार्जिलिङ लग्जरी ट्याक्सी एसोसिएसन नामै हेर्नुहोस् लग्जरी भनिसकेपछि तपाईहरुले अलिकति हल्ला पनि कम्ती गरिदिनुहोस् र अहिले अब मिटिङमा तपाईहरुले सुन्दैन, फेरि भोलिको दिनमा कुरा बुझ्दैन, त्यहाँबाट फेरि बादमा तपाईले कुरा चाहिँ अब भन्न चाहिँ अलिकति बुझिदिनुहोस्। हामी पनि म पनि हेर्नुहोस् आफ्नो व्यस्तता छोडेर सिलगढीबाट यही मिटिङको लागि आएको त्यसैले तपाईहरु पनि कसैको के थियो होला, सबै फ्री छैन नि, सबैको कामै हुन्छ र जतिजना पनि आउनुभयो तपाईले आफ्नो व्यस्ततालाई अलिकति पर सारेर एसोसिएसनलाई माया गरेर तपाईहरु आइदिनु भएको छ र जतिजनाले माग्छ यो कुराहरु सुनेर जानुहोस्। तर जबसम्म तपाईहरु यो संगठनमा हुनुहुन्छ तपाईहरुलाई केही मनमा लागेको छ भने त्यो कुरा हाम्रोपट्टिबाट सल्युसन गर्न सक्छ भने चाहिँ तपाईहरुले यही आजको मिटिङमा राखिदिनुहोस् भन्ने म सर्वप्रथम यही कुरा भन्न चाहन्छु है। र आजसम्म दार्जिलिङ लग्जरी ट्याक्सी एसोसिएसनले के कसो गरे तपाईहरुलाई वृत्तान्तमा थाहा भएको। दार्जिलिङ लग्जरी ट्याक्सी एसोसिएसनले आफ्नो गेम देखाएर, राम्रो गेम देखाएर त्यहाँ एउटा छाप छोडेछ र भविष्यमा पनि यस्तै खालको दार्जिलिङ लग्जरी ट्याक्सी एसोसिएसनलाई प्लेयर्सले सहयोग दिन्छ भन्ने म आशा राख्छु। दार्जिलिङ लग्जरी ट्याक्सी एसोसिएसनले आफ्नो गेम देखाएर, राम्रो गेम देखाएर त्यहाँ एउटा छाप छोडेछ र भविष्यमा पनि यस्तै खालको दार्जिलिङ लग्जरी ट्याक्सी एसोसिएसनलाई प्लेयर्सले सहयोग दिन्छ भन्ने म आशा राख्छु। मोनिटरीले पनि पैसा दिएर पनि हामीलाई सपोर्ट गरेको छ र फेरि यो पालि पनि अब फुटबलमा हाम्रो एसोसिएसनले राम्रो छाप छोड्छ भन्ने म आशा राख्दै हाम्रो यो फुटबल टिमलाई म यहीँबाट धन्यवाद दिन चाहन्छु। र त्यसरी नै हाम्रो जति पनि पैसा रुपियाँ उठ्यो र कतिजनाले सोच्छ होला कि पैसा उठेर अडिटहरू गर्छ गर्दैन भन्ने है, र हामी कतिवटा कुरा हेर्नुहोस् ड्राइभरहरूको त दुःख त यति साह्रो छ कि अब के भन्नु, तपाईँलाई सबैलाई थाहा भएको कुरो हो र तपाईँहरूको मनमा पनि होला कि यति साह्रो प्रब्लम छ र एसोसिएसनले के गर्न सक्यो, त्यो तपाईँहरूको मनमा पनि छ नि, त्यो मेरो मनमा पनि छ। हामीले कति गर्यो के गर्यो आफ्नो आफ्नो मनमा छ, तर हामीले तपाईहरुले त देखिरहनु भएको छ कि म भन्दा एक्टिभ बिचारा हाम्रो विधान दाजु उहाँ स्वयं एउटा चालक भएर पनि अहिलेसम्म जतिवटा मिटिङ हुन्छ उहाँहरूले जति सक्दो
उहाँले मिटिङ एटेन्ड गर्नुहुन्छ र हाम्रो ड्राइभरहरूको दुखेछु उहाँहरूले त्यहाँ बोक्नुहुन्छ। यहाँले लक्ष्मण साथीले पनि भनिहाल्यो है र स्टिकर तपाईँहरूले हामीले उहाँहरूसँग केही छैन र कतिजनाले अब हेर्नुहोस् मलाई एउटा यो अवधामा राखेपछि एउटा रुलले बाँधेको भएपछि अब त्यो गर्नैपर्छ। एजिएम वर्षमा एक हामीले हाफ इयरली भन्दै थियो, हाफ इयरलीमा किन दुई खेप राख्नु, त्यो मिटिङमा नआएको फाइन पनि नतिर्ने। तर अस्ति मैले ग्यारेजमा भेटेँ, मसँग राम्रो बोलेन, म त माइन्डमा पनि राखिनँ फल्ना भनेर मैले बोलेँ हो, राम्रै बोल्दैन। बादमा मैले यसो सोचेको त सायद त्यही कुरा हो, त्यतिको उपरान्त त अरू कुरा केही थिएन। उसलाई अब त्यो सङ्गठनबाट त्यो ग्रुपबाट निकाल्नेकोदेखि चाहिँ मसँग राम्रो बोले। यस्तो थुप्रो जना भएको छ मसँग पर्सन के मैले यो दुख बिमार हुँदा जुन चाहिँ यो के अरे मरौको टाइममा चाहिँ हामीले दिने गरेको छ। एक्सिडेन्टल चाहिँ किन गरेन भन्ने कुरा, एक्सिडेन्ट गाडी हुँदा चाहिँ सङ्गठनबाट किन सहयोग गरेन भनेर यो तपाईँहरूले यो क्वेसन गर्नु। तपाईँको सामने इन्सुरेन्सको लागि आउनुभएको छ, उहाँले तपाईँलाई जानकारी दिनुहुन्छ र म छोगेल शेर्पाज्यूलाई यहाँ निम्ताइरहेको छु। इन्सुरेन्सको जानकारी विषयमा छोटो अलिकति समय लिएर अलिकति कम्ती समयमा धेरै कुराहरू बताइदिनुहुन्छ भन्ने आशा साँचेको छु, किनभने हाम्रो धेरै वक्ताहरू छ। त्यसले गर्दा म छोगेल भाइलाई यहाँ निम्ताइरहेको छु। नमस्ते सबैजनालाई। पोस्ट अफिसको हाम्रो चाहिँ आइपिबिबी भन्छ, इन्डिया पोस्ट पेमेन्ट ब्याङ्क डिपार्टमेन्टबाट आएको म चाहिँ हो। र आज तपाईँहरूको लागि जुन चाहिँ अब हाम्रो एक्सिडेन्टल इन्सुरेन्स भयो या त हाम्रो धेरैवटा प्रडक्टहरू छ, स्किमहरू छ, जसमा चाहिँ तपाईँहरूले धेरै फाइदाहरू उठाउनु सक्नुहुन्छ। यो चाहिँ कम्ती प्रिमियममा आफूले पनि गर्न सक्नुहुन्छ, तपाईँले आफ्नो घरको परिवारलाई पनि गर्न सक्नुहुन्छ। र मैले तपाईँहरूको लागि विशेष मालदाबाट हाम्रो रिप्रेजेन्टेटिभ बोलाएको छु र यसको हरेक डिटेल्स उहाँले आज हिन्दीमा भन्नुहुन्छ, तर तपाईँले के बुझ्नु भएन, के पछि तपाईँलाई के क्वेसनहरू हुन्छ तपाईँले मलाई सोध्न सक्नुहुन्छ, म तपाईँहरूलाई डिटेल्समा बताइदिन्छु। एक है आपका 5 लाख का, एक है आपका 10 लाख का, एक है आपका 15 लाख का। ये सभी में है, जैसे 5 लाख 10 लाख 15 लाख में एक ही सिस्टम है ना, अलग अलग? नहीं, यहाँ पर सिर्फ जो 1 लाख का जो है यो अहिले जुन चाहिँ उहाँले भन्नुभयो यो चाहिँ प्योरली तपाईँहरूको यो खालि एक्सिडेन्टल पोलिसीको लागि हो। गाडीको इन्सुरेन्स जस्तै हो, जस्तो काट्यो त्यहाँबाट अर्को वर्षको त्यो दिनको राति 12 बजीसम्म चाहिँ क्लेम हुन्छ। 355 पे नहीं है सेम ये इंश्योरेंस एक्सीडेंटल वाला। क्यास 8,026 रुपियाँ क्यास थियो होइन, अनि ब्याङ्क एकाउन्टमा 5,36,735 रुपियाँ थियो। हाम्रो जस्तै हो युनियनमा त्यत्रो पैसा त भएछ नि त। यो कतिवटा कुराहरू होला, आज वर्षा दिनमा आज भन्ने कुरा बाटोतिर नगरिदिने, एयरपोर्टको रुखको भेटतिर कुरा नगर्ने, जूको पार्किङतिर कुरा नगर्ने, हाम्रो यसरी यस्तो भयो उस्तो भयो भनेर कुरा नगरिदिने, जे भन्नु छ मनमा लागेको कुराहरू आज यहीँनिर भनिदिनु भन्ने म निवेदन गर्छु। केही पनि कुराहरू समय राखिदिनुहोस्। तपाईँहरूले म के भन्न चाहन्छु भने तपाईँहरू कोही पनि तपाईँहरूको गुनासो राख्ने छ भने चाँडो हात उठाइदिनुहोस्। तपाईँहरूले यहाँ आउन लास लाग्यो, अप्ठ्यारो लाग्यो भने हामी माइक त्यही पुऱ्याइदिन्छौँ है। त्यसले गर्दा कोही पनि हात उठाइदिनुहोस्, नभए हामी मिटिङको यो सभाको अन्ततिर जानेछौँ। किन सबैले एकाउन्टमा हालेकोले गर्दा क्यास आजकल कम्ती नै हुन्छ, अलिअलि चल्नुको लागि क्यास हुन्छ है। र त्यसमा पनि अब योपालि कलेक्सन हेरेर हाम्रोमा 1-1.5 लाख रुपियाँ राख्यो भने हामीलाई पुग्छ जस्तो लाग्छ। र हाम्रो डाकोले गर्दा चाहिँ फिक्स डिपोजिट नै राख्ने आजको मिटिङले तय गरौँ है। र रिन्जी दाजुले एउटा जुन चाहिँ सुझाव दिनुभएको छ कि जुलाई अगस्तमा राख्ने भन्ने उहाँले पहिल्यैदेखि सुझाव दिनुभएको थियो, र त्यसमा पनि तपाईँहरूको के छ? जुलाई अगस्त भन्ने मार्च भन्ने चाहिँ मार्च भन्ने, त्यसो भने म्याक्सिममको नै जुलाई अगस्त भित्रमा हामी डेट तय गरेर गर्नेछौँ भन्ने पनि आजको अगस्तबाट नै पास भन्नु चाहिँ अब मेरो चाहिँ एउटा सानो सोच हो। यसको अलिकति
भन्न चाहन्छु है भाइले सुझाव दिनुभयो राम्रो सुझाव एकदमै राम्रो सुझाव हो डक्टर सजिलो छ होइन भन्नुहोस् है जसले लिफा पठाउँछ उसलाई लिफा आउँछ है साथीहरू त्यो कुरा सुनिराख्नुहोस् तपाईँ पनि पुगेको हुनुपर्छ अनि हामी सङ्गठन हौ र यो सङ्गठनले अन्ततिर आइसकेको छौँ आज कतिजनालाई मनमा लागेको छ मनमा नलिदिने यो हाम्रो घरको कुरा हो कसैले भन्नु सक्छ भने सुन्ने क्षमता पनि राख्नुपर्छ अनि सहने क्षमता पनि हुनुपर्छ मन दुखाउनु हुँदैन त्यसले गर्दा म पानी पर्दा छाता ओढ्यौँ हामी त भिजेको छैनौँ भनेर बसिरहेको छौँ नि तर हामीलाई डुबाउने पानी चाहिँ खुट्टाबाट आउँछ बुझ्नुको होला नि साथी भाइ कतिपय त सबै साथी छ कि कति दुश्मन पनि हुन्छ घरमा त दुश्मन हुन्छ बोलेको मन पराउँदैन कतिले क्या त्यसमा म माइन्ड गर्दिनँ सुन्ने क्षमता पनि छ सहने क्षमता पनि छ भन्ने क्षमता पनि छ रिसाउनु पनि जान्दैछु माया गर्नु पनि जान्दैछु फेरि त्यस्तो खालको छ म अनि एउटा कुरा म अन्तमा भनेर जान्छु तपाईँहरूसँग तपाईँले आज आफ्नो बहुमूल्य समयलाई पर सारेर यो सङ्गठनको खातिर र यसमा सबभन्दा ठुलो के छ भन्दाखेरि तपाईँले मलाई माया दिनुभयो त्यसको लागि म तपाईँलाई धन्यवाद र तपाईँले 10 काम छोडेर आजको यस सभामा उपस्थिति दिएकोमा चाहिँ तपाईँलाई म हार्दिक अभिनन्दन म जनाउँछु कुरो के आउँछ भने सबभन्दा पहिलो कुरो हामी चालक राम्रो एउटा नागरिक हो भन्ने हिसाबले पनि हामीले जिउन सिक्नुपर्छ सबभन्दा ठुलो पर्छ हामी ड्राइभर भन्दाखेरि ड्राइभरकै नीतिमा नभएर म कसैको बाउ हो म कसैको दाजु हो म कसैको भाइ हो मेरो पनि समाजमा एउटा गल्ती छ भन्ने हिसाबले पनि तपाईँहरू यो सभामा आएर बस्नु सिक्नुपर्छ र डिसिप्लिन भन्ने कुरो सबभन्दा र वर्षभरिमा यो हामीले राखेको मान्छेहरूले यो चौकीमा राखेको मान्छेहरूले चाहिँ के काम गरेछ त भन्नु तपाईँहरूलाई एउटा वृत्तान्त विस्तृत विवरण दिनको निम्ति चाहिँ हामी तपाईँहरूको अगाडि हामी खडा भएको र तपाईँहरूलाई इन्सुरेन्सको विषयमा इन्सुरेन्स गर्नुपर्ने नगर्नुपर्ने हामीले त्यो पनि मितो गर्नेछौँ अघि तपाईँले हामीलाई एउटा अभिभावकको रूपमा राखेपछि हामीले अभिभावकको जिम्मेवारी पनि निभाउनु सक्नु पर्यो र वर्षभरि हामीले के गर्यौँ त भन्ने म तपाईँहरूलाई एउटा सानो म विवरण दिन्छु र म जति पनि मिटिङमा जान्छु मैले रिप्रेजेन्ट गरेको हुन्छु दार्जिलिङ लग्जरी भनेर अघि म जुनै पनि मिटिङमा बोल्छु म दार्जिलिङ लग्जरी भनेर बोलेको हुन्छु हुँदाखेरि चाहिँ जिटिएले चाहिँ एउटा जिटिएबाट एउटा लोगो इस्यु गर्ने र पहाडको गाडीहरूलाई मात्रै त्यो लोगो इस्यु गरेर र बाहिरको गाडी चाहिँ एउटा रोक्ने एउटा हामी त्यहाँनिर चाहिँ जग्गा हुनसक्छ र त्यो चाहिँ हामी गर्दैछौँ भनेर चाहिँ जिटिए सभासदले चाहिँ कुरा गरेको थियो टुल एन्ड ट्रान्सपोर्टको सभासदले त्यो मिटिङमै भनेको थियो प्लस उहाँले च्यानलमा पनि भनेको हो फेरि त्यसलाई कार्यमा परिणत गर्नु लागि हामी लागि पऱ्यौँ ज्यादा छुचो भएर बोल्दा ज्यादा सत्यपट्टि गयो भने अलिकति परम पनि गर्ने डर हुँदो रहेछ हेर्नुहोस् हामीले कति काम गर्दैछौँ मैले तपाईँलाई विस्तृत विवरण दिएको मात्रै सबैको त्यही छ त विचार हजुर इन्सुरेन्स नराम्रो छैन मलाई जहाँसम्म लाग्यो इन्सुरेन्स नराम्रो छैन इन्सुरेन्स हुनु राम्रो हो किन आजसम्म केही पनि थिएन र आज हामीले खोज पडताल गरेर कमसेकम यति चाहिँ ल्याउन सक्यौँ 365 अथवा 550को एउटा इन्सुरेन्स गरौँ त्यो चाहिँ हाम्रो सेफ्टी हो हामी कुनै पनि समयमा केही पनि कहिले पनि काहीँ पनि केही पनि हुनसक्छ भरोसा छैन त गरिरहेछ भने कतै हामी डाँडा काटिहाल्यो भने हाम्रो घरकोले कतै पाउँछ कि भने त्यही त आशा त्यही त हो होइन हाम्रो कुनै सरकारी काम भएको फल्ला ठाउँबाट ढिस्का ठाउँमा आउँछ भन्नु हामी त जुन दिनसम्म हामी त खेताला जस्तो त हो चालक त जुन दिन काम गर्छौ पगार पायौ तिमी भोलि नगर तिम्रो पगार छैन खेताला भने पनि हुन्छ सिधा सिधी एउटा साधारण भाषामा भनौँ भने चालक चाहिँ भन्ने कुरा लिएर तपाईँ शब्द एक्सेस गर्छु धन्यवाद आजको हाम्रो जुन चाहिँ जेनरल मिटिङ छ त्यो पनि सकियो र अब यहाँ चाहिँ को आयो है केटा यो चाहिँ फेरि 2025 सबैले
फुलबाजी गर्दैछौँ र सकिएर अब हामी खानातिर लाग्दैछौँ। हाम्रो दाजुभाइहरूले सबै खाना खानुहुँदैछ सबैले र आजको मिटिङमा एकदमै राम्रो भयो र हाम्रो युनियनमा पैसा के कस्तो छ कति छ हिसाब किताबहरू सबै सुनाउनु भयो र हाम्रो प्रेसिडेन्ट सेक्रेटरी र हाम्रो युनियनले के कस्तो कामहरू गरिरहेछ त्योहरू पनि सबै प्रशस्त रूपमा भनिदिनु भयो। प्रेसिडेन्ट साहबले भयो है, हाम्रो सेक्रेटरीले भयो, सबै गरिदिनु भयो र त्यसको लागि चाहिँ हामी धेरै खुसी छौँ है, सबैजना धेरै खुसी छौँ। र अनि अर्को कुरा, जति हाम्रो नयाँ मेम्बरहरू हुनुहुन्छ दार्जिलिङ लग्जरी ट्याक्सी एसोसिएसनलाई मन पराएर आउनुभएको उहाँहरूलाई धेरै धेरै स्वागत छ है त। हाम्रो अब युनियनमा भनौँ है, हाम्रो परिवारमा भनौँ है। र आजको हाम्रो जति वार्षिक सभा सबै सकियो र अब यहाँ पनि सबै लाइन लागेर आजको मिटिङ यस्तो राम्रो भयो। त्यसको लागि हाम्रो प्रेसिडेन्ट सेक्रेटरी साहब र जति पनि हाम्रो साथीभाइहरू हुनुहुन्छ छ उहाँहरूलाई धन्यवाद नदिई सकिँदैन र उहाँहरू सबैलाई धेरै धेरै धन्यवाद। साथीभाइहरू र हाम्रो अफिसियलहरूलाई सबैलाई धेरै धेरै धन्यवाद। र हाम्रो काहीँ यस्तो प्रोग्रामहरू हुन्छ है, यस्तो प्रोग्रामहरू म अर्को भिडियोहरू लिएर आउने नै छु, तपाईँहरूलाई देखाउने नै छु है त। र आजको अब हाम्रो जुन चाहिँ जनरल मिटिङ छ त्यो चाहिँ अब सकियो र अब हामी सबै खानामा लागिरहेका छौँ। र अब हामी पनि बिस्तारै बिस्तारै खानामा लाग्ने र तर पहिला चाहिँ सबै मेरो साथीभाइहरू सबैलाई देखाउँछु भन्ने मैले सोचेर म सबै मेरो साथीभाइ छु र साथीभाइ मात्रै होइन दाजुहरू हुनुहुन्छ र सबै हुनुहुन्छ। र आजको यस्तो मिटिङ चाहिँ यति राम्रो भयो, यस्तो राम्रो भयो र हाम्रो लग्जरी एसोसिएसनले यति राम्रो कामहरू गरिरहेको रहेछ, धेरै धेरै खुसी लाग्यो। र हुन त अब हाम्रो कति पनि भएको छैन है, 6-7 वर्ष होला, 6-7 वर्षको अवधिमा यति राम्रो कामहरू गरेको रहेछ र खुसी लाग्यो। अनि अर्को नयाँ कुरा यसपालि के जोड्यो भने सुने है, हामीलाई हुनु पनि एकदमै जरुरी छ। त्यसको लागि चाहिँ हाम्रो प्रेसिडेन्ट सेक्रेटरी साहबलाई धेरै धेरै धन्यवाद। यस्तै अझै राम्रो राम्रो कामहरू गरेर लानुहोस् भन्ने तपाईँहरूलाई म यही भन्न चाहन्छु। हवस् त, आजको लागि यति नै। यति लामो भिडियोहरू बस्दिनु भयो, धेरै धेरै धन्यवाद।